सम्पूर्णमा नमस्ते। म प्रवीण दाहाल विश्वविद्यालय क्याम्पस टियुबाट र धेरैजना विद्यार्थी साथीहरूले मलाई एउटा क्वेसन गरिराख्नु भएको थियो कि सर जस्तै यो हामीले कुनै पनि इयरमा ठ्याक्क पास गऱ्यौँ, सपोज मान्यौँ हामीलाई चित्त बुझे जस्तो मार्क्स आएन तर पास चाहिँ भयौँ, जस्ट 35 ल्यायौँ अथवा 36 37 जतिसुकै होस् पास भयौँ, तर हामीलाई सोचे जस्तो मार्क्स आएन भने म फेरि इक्जाम दिन्छु भन्दाखेरि फेरि इक्जाम दिन पाउँछ कि पाउँदैन? पास भइसकेको विद्यार्थीले पुनः चान्सको रूपमा फेरि इक्जाम दिन पाउँछु इक्जाम दिन्छु भन्दाखेरि इक्जाम दिन पाइन्छ कि पाइँदैन भनेर तपाईँहरूले क्वेसन गर्नुभएको थियो र म तपाईँलाई बुझेर इन्फर्म गर्छु भनेको थिएँ। यो चाहिँ हामीलाई नियममै रहेछ, पाइँदैन रहेछ है। पास भइसके पछाडि जुन तहको हामीले इक्जाममा पास भइसके पछाडि फेरि त्यही तहमा पुनः इक्जाम दिन पाइँदैन रहेछ। इक्जाम दिइहाल्यौँ भने पनि त्यो पछिबाटको रिजल्ट रद्द हुने रहेछ। यो हामीलाई त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम 2050 को चाहिँ दफा 222 चाहिँ यो तोकेको रहेछ है। कुनै पनि तह उत्तीर्ण भइसके पछाडि चाहिँ त्यो तहको परीक्षा, त्यो तह अथवा कुनै पनि एउटा विषयको परीक्षा दिन पाइने छैन। यदि उत्तीर्ण भइसकेको विषयमा पुनः परीक्षा दिएको प्रमाणित भएमा तहगत पछिल्लो परीक्षा रद्द हुनेछ अरे है। चाहिँ हामीले यो नियमले पाइँदैन भनेको छ र तपाईँहरू कन्फर्म हुनुहोला, पाइँदैन है त। जति मार्क्स आयो त्यतिमै चित्त बुझाउनु होला है त। नमस्ते।